こんにちは皆さん私はもう一度あなたの前に来ましたआज चाहिँ मैले के गर्छु भन्दाखेरि अस्तिको तालिममा चाहिँ मैले 14 लेसनको चाहिँ कसरी टी फर्ममा चाहिँ कसरी लाग्ने भने सिकाएको थिएँ अब आज चाहिँ म तपाईहरुलाई आज चाहिँ यो 14 लेसनको ग्रामर चाहिँ कसरी बनाउने र कस्तो रूपमा प्रयोग गर्ने कसरी प्रयोग गरिन्छ टी फर्मबाट कसरी प्रयोग गर्छ भने चाहिँ म सिकाउँछु हजुर आज चाहिँ हजुरहरुलाई र आज चाहिँ तपाईहरुले के पढ्नुहुन्छ भने आज तपाईहरुले 14 लेसनको भाग 2 चाहिँ पढ्नु गइरहनु भएको छ आज 14 लेसन चाहिँ के भन्छ भन्दाखेरि डाइ ज्यू योखा भनेर चाहिँ भनिन्छ है 14 लेसनले के भनिन्छ डाइ ज्यू योखा अब हजुरहरुले यसमा पढ्नुपर्ने ग्रामर चाहिँ अब यसको ग्रामर चाहिँ सजिलो नै छ हजुरले चाहिँ के गर्नु पर्यो भन्दा यसको ग्रामर फर्स्टमा पढ्नु पर्दाखेरि चाहिँ फर्स्टमा ग्रामर चाहिँ के हुन्छ भन्दाखेरि हजुरहरुले केमा पहिला शुद्ध टी फर्ममा लान जानु पर्यो त्यो टी फर्मुला चाहिँ त्यो फर्मसँगै एउटा ग्रामर जोडेर जस्तै भन्नु पर्दाखेरि टी फर्ममा लगेर ते अथवा दे प्लस उदासाई अनि ते अथवा दे प्लस इमास अनि अर्को एउटा के छ भन्दाखेरि यो चाहिँ अलिकति छुट्टै छ यो चाहिँ के छ मास्यो का भनिन्छ अब त्यो ते प्लस कुदासाई भनेको चाहिँ दिनु होस् अनि इमास भनेको चाहिँ गर्दै छु अनि मास्योका भने चाहिँ कि भन्ने शब्द आउँछ लास्टमा है कि भन्ने शब्द आउँछ कि भन्ने चाहिँ हुन्छ मास्योका भने चाहिँ कि भन्ने अर्थ बुझिन्छ अब यसमा हजुरहरूले पढ्नु पर्ने भने चाहिँ ते फर्म र कुदासाई भनेर चाहिँ यसमा फर्स्टमा चाहिँ यसमा कसरी बनाउँछ भन्दाखेरि अब यति बुझ्नु कि तपाईहरुले चाहिँ अब मान्छेलाई के काम गराउन चाहनुहुन्छ के गरिदिनुहोस् भन्न चाहनुहुन्छ भने चाहिँ यसमा चाहिँ हामी के गर्छौँ ते प्लस कुदासाई भनेर यो जोड्छौँ अब यो ते प्लस कुदासाई गरेर कुदासाई जोडेर चाहिँ हामी कसरी बनाउन सक्छौँ भन्दाखेरि फर्स्टमा हामी अब कसैले के गरिदिनु भन्नु पर्यो अब तपाईँ चाहिँ के गरिरहनु भएको छ भन्दाखेरि तपाईँ चाहिँ पढिरहनु भएको छ अरे अनि त्यो पढ्दा पढ्दै तपाईँलाई चाहिँ के एउटा ओड आएर छ अब त्यो ओड नआउने बेलामा चाहिँ के भन्नुहुन्छ तपाईँले सबलाई अब तपाईँले भन्नु पर्यो के भनेर भन्नु पर्यो भन्दाखेरि सेन्सेई कोनो वनको योन्ने कुदासाई भनेर भन्नु पर्यो यो चाहिँ के भने भन्दाखेरि सेन्से यो बुक चाहिँ पढिदिनुहोस् भनेर भने यो चाहिँ अब तपाईँले कसैले काम गराउनु पर्यो अथवा गरिदिनुहोस् भन्दाखेरि जहिले पनि के हुन्छ ते अथवा दे फर्ममा लगाएर ते फर्ममा लगेर कुदासाई थपिदिनु पर्यो जस्तै यहाँ के भनेको छ सेन्से कोनो होनो योन्ने कुदासाई भनेको चाहिँ सेन्से यो बुक चाहिँ पढिदिनुहोस् भनेर भने अब यसै गरी तपाईँले अरू पनि बनाउन सक्यो अब के भन्दाखेरि अब हजुरले अब के गर्नु पर्यो भन्दाखेरि अब तपाईँले चाहिँ अब पढिरहनु भएको छ पढिरहेको ठाउँमा चाहिँ कसैले ढुवा खोलिदियो भनेपछि अब त्यो कसैले ढुवा खोलिदियो भने चाहिँ त्यो ढुवा चाहिँ बन्द गरिदिनुहोस् भन्नु पर्यो सुन्मासेन दोआ हो सिमेते कुदासाई अनि अब कसैले तपाईँ पढिरहेको ठाउँमा चाहिँ ढुवा खोलिदियो भने चाहिँ अब तपाईँ चाहिँ त्यो ढुवा बन्द गरिदिनुहोस् भनेर भन्नुलाई चाहिँ के हुनु पर्यो सुनिमासेन डोआ सिमेते कुदासाई भन्नु पर्यो डुवा चाहिँ बन्द गरिदिनुहोस् भनेर भन्नु पर्यो अब तपाईँ यसै गरी अब झ्याल बन्द गरिदिनु भन्न सक्नुहुन्छ झ्याल कसरी बन्द गर्ने झ्याललाई के भन्छ माडो सिमेते कुदासाई माडो सिमेते कुदासाई भने के हो झ्याल चाहिँ बन्द गरिदिनुहोस् भनेर भन्नुहुन्छ अब त्यो झ्याल चाहिँ बन्द गरिदिनुहोस् त्यो अर्को मान्छेले के भन्छ हाई भनेर जान सक्छ हाई अब तपाईँहरूले पढ्नुपर्ने अर्को यसमा पढ्नुपर्ने भनेको चाहिँ ते अथवा दे प्लस इमास ते अथवा दे इमास भनेको चाहिँ के हो भन्दाखेरि यो चाहिँ के काम तपाईँले भर्खरै गरिरहनु भएको छ जस्तै अब तपाईँले पढिरहनु भएको छ कि के कुरा गरिरहनु भएको छ कि त्यो गर्ने बेलामा चाहिँ तपाईँले यसमा चाहिँ के गर्नुहुन्छ ते अथवा दे प्लस इमास गर्नु पर्यो अब तपाईँ अहिले के गर्नु भएको छ अहिले तपाईँ बुक पढिरहनु भएको छ अब बुक पढिरहनु भएको छ भने के हुन्छ इमा वातासी वा होन हो
योन्दे इमास। यो चाहिँ के भनेको छ इमा अहिले म चाहिँ होनो योन्दे इमास भनेको अहिले म चाहिँ बुक पढिरहेको छु। अब तपाईले लेखिरहनु भएको चाहिँ के हुन्छ इमा शिकुदायो के हुन्छ खाइतेमा के हुनु पर्यो खाइते इमास खाइते इमास। अहिले के गर्नु भएको छ इमा शिकुदायो खाइते इमास। अहिले के गर्नु भएको छ होमवर्क चाहिँ गराउनु भएको छ। अब तपाईले कहीँ अब के गराउनु भएको छ अब के भन्छ खाना खाइरहनु भएको छ मानौ खाना खाइरहेको भएको छ। अब खाना खानलाई के गर्नु पर्यो इमा गोहान ओ ताबेते इमास। अहिले चाहिँ के गर्नु भएको छ खाना खाइरहनु छ इमा गोहान ओ ताबेते इमास। खाना खाइरहेको छु नि त अहिले म के गर्नु पर्यो इमा गोहान ओ ताबेते इमास। अब तपाईले यही नभइकन अब तपाईले के गर्नु भएको छैन अब तपाईले चाहिँ गेम हेर्नु भएको छैन अब है फुटबलको चाहिँ गेम हेर्नु भएको छैन के गर्नु पर्यो अब इमा साखानो सिआइओ मिते इमास। अहिले चाहिँ के गर्नु भएको त तपाईँ चाहिँ फुटबलको चाहिँ गेम हेर्नु भएको छ भन्दै के गर्नु पर्यो साखानो सिआइओ मिते इमास। अहिले चाहिँ के गर्नु भएको छ साखाको गेम चाहिँ हेरिरहनु भएको छ। अब यसै गरी तपाईँहरूले यहाँनिर के गर्नुपर्छ मास्युका भन्ने फर्म चाहिँ अब तपाईँले कसरी गाउँछ कसरी लेख्न सक्नुहुन्छ भने मास्युका भन्नु चाहिँ अब के भनेको हो चाहिँ कसैलाई अब तपाईँले कसैलाई कि हेल्प गर्नु पर्यो अथवा कसैलाई के गरौँ कि अब खाउँ कि भन्दाखेरि चाहिँ यसरी सोद्धाखेरि चाहिँ तपाईँले यो मास्युको प्रयोग गर्नु पर्यो। जस्तै अब कसरी प्रयोग गर्न सकिन्छ भन्दाखेरि तपाईँ अब चाहिँ तपाईँलाई चाहिँ एकदम तिर्खा लागिरहेको छ तपाईँको त्यहाँ गएर चाहिँ तपाईँको साथीलाई चाहिँ के भन्नुहुन्छ भन्दाखेरि मिजुओ नोमी मास्यो का भनेर भन्नुभयो। यो चाहिँ के हो मिजु पिउँ कि भनेर सोध्नुभयो तपाईँको साथीलाई के हो मिजु हो नोमी मास्यो का भनेर सोध्नुभयो होइन। अब यो नोमी मास्यो का चाहिँ कसरी लाउनु भन्दाखेरि नोमी मासको मासलाई चाहिँ हटाएर मास्योका थपिदिनु पर्यो मास्योका गर्दाखेरि चाहिँ के हुन्छ मिजु हो नोमी मास्योका भनेको पानी पिउँ कि भनेर सोध्यो है। अब पानी पिउँ कि भनेर सोद्धाखेरि तपाईँको साथीले के भन्छ हाई धोजो भन्न सकिन्छ अथवा नखा भन्नु पर्यो भने ए भन्न पनि सकिन्छ ए सुइमासेन पनि भन्न सकिन्छ। अब तपाईँलाई के पनि भन्न सकिन्छ मिजु नोमी मास्योका भन्दाखेरि हाई धोजो अथवा ओनेगाइसिमास भनेर भन्न सकिन्छ। अब यसमा धेरै पनि अब हामीले एक दिनको लागि धेरै पनि युज गर्न सकिन्छ। जस्तो अब के हुन्छ अब तपाईँले पानी पिउँ कि भनेर सोद्धाखेरि उहाँले के भन्नुभयो हाई ओनेगाइसिमास भनेर भन्न सक्यो। अब तपाईँलाई अर्को अब अरू तपाईँले अब के भन्दाखेरि अब तपाईँले तपाईँको साथीले चाहिँ अब एकदम ठुलो भारी बोकेर आइरहेको छ तपाईँले चाहिँ अब हेल्प गर्न मन लाग्यो। अब त्यो बेलामा चाहिँ तपाईँले के सोच्नुहुन्छ भन्दाखेरि के सोच्नुहुन्छ सुमिमासेन चोत्तो तेचुदाई मास्योका भनेको सुइमासेन चोत्तो तेचुदाई मास्योका भनेको एकैछिन हेल्प गरिदिउँ कि भनेर सोध्यो है तपाईँले चाहिँ। अब उनले चाहिँ के भन्यो सुइमासेन चोत्तो तेचुदाई मास्योका भनेको चाहिँ एकैछिन हेल्प गरिदिउँ कि भनेर चाहिँ आउँछ। यो चाहिँ कि भनेको चाहिँ हो यो मास्योका भनेको कि भन्ने हुन्छ सुइमासेन चोत्तो तेचुदाई मास्योका भने एकैछिन हेल्प गरिदिउँ कि भने है। अब तपाईँ साथीले हुन्छ भन्यो भने के भन्नुभयो हाई के हुन्छ अब ओनेगाइसिमास भन्छ। अब तपाईँको साथीले पढ्दैन भनेको चाहिँ के भन्छ अब को देश पनि हुन्छ पढ्दैन भनेको के को देश भनेको चाहिँ नो थ्याङ्क यू भने जस्तै पनि हो है। अब तपाईँहरूले पढ्नु पर्ने भने चाहिँ यति नै हो। आज यसमा यो ग्रामरहरू चाहिँ ती प्लस दे अथवा कुदासाई जोड्नु पर्यो अथवा ती अथवा दे इमास जोड्नु पर्यो अथवा यो मास्युका भनेको कि भन्ने चाहिँ जोड्नु पर्यो है। मेन कुरो यति जोड्नु पर्यो तपाईँहरूले। अरू भनेको त यो 14 लेसन ग्राम चाहिँ जम्मा यति हो। हजुरले यति बुझ्नुभयो भने 14 लेसन पनि सिद्धिन्छ। हस् यति भन्दै म